माथितिरको डाँडाहरू राम्रो गरेर यतातिर आइसकेको छ। अलिक मर्गी लगाएर आज अलिक स्वादै लागेर टिकटक बनाइदिनु अरे के मारेछ गाडी दाइले त दियो त यार डाँडामा यार हेलो गाइस, वेलकम ब्याक अगेन माई युट्युब च्यानल स्मेकिल राज मगर। हाम्रो च्यानलको नाम छ त्यो साथीभाइहरू किलो ब्लग्स छ। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। सो आजको ब्लग चाहिँ के छ भन्दाखेरि हजुरहरूले टाइटल थम्बनेल देखेर थाहा पाइ पनि सक्नुभयो होला होइन। आज चाहिँ यसो मुड फ्रेस गर्नु भनेर दाइहरूसँग होइन मासतिर डाँडातिर घुमफिर गर्दै गर्दै हामी चाहिँ दाजुभाइ मिलेर जाँदैछौँ। यहाँ चाहिँ दाइ हाम्रो दिल राणा मगर दाइ हुनुहुन्छ भने अगाडि चाहिँ हाम्रो एलबी मगर र हाम्रो सन्तोष दाइ हुनुहुन्छ। सो यताको भ्यू चाहिँ फेरि एकदम नेपालको भाइब्स दिने खालको भ्यूहरू रहेछ क्या। सो मलाई चाहिँ एकदमै रमाइलो लाग्यो र तपाईँहरूलाई पनि यो भ्लग देखेर चाहिँ एकदमै रमाइलो हुन्छ होला। हाम्रो दाइ हुनुहुन्छ दिल राणा मगर। यता हेर्नु न के साह्रो लजाएको यो दाइ त बुढो भएर पनि लजाउँछ त। यता हाम्रो दाइहरू मुसुक्का हाँस्दा लजाउँछ त क्यामेरामा फर्किनलाई त। यता म छु, मेरो चाहिँ यो अन्तिम भिजिट हो अब डुलाई जोस् होइन दाइ। आज भाइको लागि हामी यता डाँडातिर घुम्नुलाई आएको छौँ। म चाहिँ लगभग 2 इयर्स जति चाहिँ साउदी बस्यो होला। यस्तो डाँडा चाहिँ फर्स्ट टाइम आउँदैछ। हाम्रो दाइहरू त के डाँडैतिर मात्रै आउँछ जहिले बजारहरू कालो लगाएर बस्छ कि यता चाहिँ अब ट्राई पिकनिक स्पोटहरू हाम्रो अरबिक बाटहरू भ्यू त बबाल देखिरहेको यस्तै छ है। अब यहाँ सन्तोष दाइ ड्राइभिङमा चाहिँ हाम्रो दाइ हुनुहुन्छ। यता हामी चाहिँ फेरि दुईजना चट्ट लगाएर अन्त दाइ के छ भने आज के आनन्द आएन के हो? आनन्द छ यस्तो डाँडातिर हेर। ल हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइपुगिसकेको छौँ। यस्तो पिसफुल छ ठाउँ चाहिँ भोपाल। ठिक छ दाइ, भोपाल छ है। यो त जिजान जाने बाटो हो क्या हो? यस्तो बबाल छ है त यता साथीभाइहरू। यता फेरि यस्तो फेरि हामी चाहिँ माथि टपमा आएर पुरा डुल्दैछौँ। हाम्रो दाइहरू यो के हो? खजुर काँचो खजुर खा भन्दैछ। चस्मा लाउनु नि त ल। चस्मा लगाएपछि त फेरि के स्वाद छ नि त दाइ। आनन्दको त्यो ढुङ्गामा बसेर होइन तपस्या गर्नु पर्ने। कुल ठाउँ रहेछ नि त यता त।
आनन्द परेको यस हाम्रो दाइलाई फेरि ए रहा नहीं जाता तड़प ही ऐसी है ना नहीं नहीं सोके 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 यस्तो यस्तो ठाउँमा चाहिँ फर्स्ट टाइम हो म आज आउँदैछु सो बबाल छ चाहिँ यहाँबाट चाहिँ डेन्जर देख्दो रहेछ कि मर्की लगाएर अलिक बोल्नुलाई अलिक ल्याङ भइरहेछ कि साथीभाइहरू यो चाहिँ साउदीको लास्ट अन्तिम भ्लग हुनेछ के डुलेको चाहिँ पुरै गाउँघरै फेरि नेपालको जस्तै गाउँघरहरू छ क्या यता त फेरि यहाँ तल पनि के बनाउँदो रहेछ क्या त्यो हेर्ने ठाउँहरू चाहिँ चट्ट लगाएर हो यहाँ व्यवस्थित तरिकाले बनाउँछ उतातिरको डाँडाहरू यस्तो छ कि है नेपालको भन्दा पनि डेन्जर डेन्जर डाँडा हो नेपालमा त मैले यस्तो डाँडाहरू पनि देख्दैन भयो यार बपाल बपाल डाँडाहरू यत्रो ठुल्ठुलो ठुल्ठुलो डाँडाहरू यता हाम्रो दाइ मस्तले हेर्दैछ त्यहाँ पनि भ्यू पोइन्ट बनाएर रहेछ क्या त्यहाँ होटल सोटल चट्ट लगाएर यता हाम्रो दाइहरू पनि अवलोकन गर्दैछ कहाँ बन्चिङ हान्छ हौ यहाँ बन्चिङ चाहिँ होइन प्यारालाइडिङ चाहिँ बनाएको हुन्थ्यो ऊ त्यो डाँडाबाट उता फुल्न पाएर हाने त्यो डाँडा त ठेट्ली रहेछ त्यो यार आम्मा टिकटक बनाइदिनु अरे के दाइको यो डाँडा त यस्तो यस्तो ठाउँहरू चाहिँ अब यहाँ धेरै छन् अब के गर्नु होइन त्यस्तै हो अब अलिक भएको छैन ल यहाँ हाम्रो दाइहरूको फेरि चर्तीकला सुरु हुँदैछ है फेरि गरेको चाहिँ के हो दाइ तपाईँले यार अदिल दाइ ल डाँडामा अब टिकटक सुरु टिकटक स्टार भनेर चिन्न सकिन्छ हाम्रो दिल दाइलाई किन ब्राइटनेस कम भइरहेछ मेरो चाहिँ ल ल दियो 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 मारेको छ है मारेको छ गाडीले हाल्ला है ल ल यो टिकटक त फिक्स भाइरल हुन्छ त है दाइले त दियो त यार डाँडामा यार आम्मा अर्को किताब पनि हालिहाल्नु है दाइ ल हाम्रो अब अर्को जाँदैछ फेरि ल ल यता हाम्रो क्यामेराम्यान सन्तोष दाइ यता हाम्रो दिल दाइ कुन गीत हो नि डान्स जस्तो सुके भए पनि सिन्जी बाबालाई आहा सक्यो कुन गीत हौ दाइ हो दाइ ओ दाइ कुन गीत हौ कुन गीत हो दाइ मैले भन्नु न कुन गीत हो दाइ कुन गीत हो भने गीतको नाम त भन्नु न त पैसा लु रुपियाँ छ पैसा लु हो ल यस्तै छ मोबाइल तरिकामा सो म चाहिँ यता छु बल्ल अलिक खुलेको क्या रुगा लगाएर अलिक कस्तो बोल्नुलाई पनि अलिक झ्याउझ्याउ भइरहेछ उहाँ तल चाहिँ फेरि माकुरीहरू हिँडिरहेको रहेछ हौ ओ कालै कालो लगाएर क्या झप्प तरिकामा बबाल भ्यू छ क्या यता फेरि रुगा लगाएर अलिक बोल्नु अलिक गाह्रो भइरहेछ क्या यता फेरि देख्न सक्नुहुन्छ है टिकटक त खानु पर्यो भरे होइन दाइ टिकटकमा त अनि
सिधा हुन्छ अर्को ठाउँ यो ठाउँ पनि दामी नै रहेछ म यहाँ तल घुम्नु जानु पनि थियो यार भोलि म आउनु यहाँ तल चाहिँ पानी पर्ला पर्ला जस्तो भइरहेछ कालो भएर हो सो हामी चाहिँ अब त्यही हो चट्टलाहरू जाँदैछौँ अहिले हाम्रो दाइहरू हुनुहुन्छ यता मौसम देखेर मौसम त भन्नै पर्दैन यहाँको त सिनहरूदेखि लिएर सब भन्नै पर्दैन बब्बाल छ क्या विदेश जस्तो ठाउँमा आएर यस्तो डाँडाकाँडा यस्तो हावापानी होइन यस्तो देख्नु पाउँदाखेरि चाहिँ आनन्द आउँदो रहेछ म त फर्स्ट टाइम आएको हो त्यही भएर मलाई चाहिँ बब्बाल लाग्यो यो चाहिँ पार्किङ एरिया हो अरे यता चिया ओ मकै पनि पाउँदो रहेछ यता त यो त कस्तो हुन्छ हौ नेपालकै यस्तो मकै हो क्या हो सबै हो यस्तो दामी भ्यू बबाल खालको चट्टर आएर मकै पनि देखियो यहाँ आएर गद्री मकै ओ गद्री मकै छ यहाँ टेस्ट त नेपालको जस्तो हुँदैन होला तर देखियो टावर पनि रहेछ हौ ल अब चाहिँ हामी अर्को साइडतिर जाँदैछौँ अर्को साइडको पनि भ्यू देखाउने छु है स्किप नगरिकन हेर्नु होला है त साथीभाइहरू हेलो गाइस वेलकम छ है हामी चाहिँ अब अर्को भ्यूतिर राख्दैछौँ लाइफमा हामी चाहिँ आज यसो साउदीको पाहाडतिर यहाँ हुनुहुन्छ किरु भाइ यता हुन्छ यता हुन्छ मिस्टर सन्तोष मस्तवाला भ्यू छ है यता चाहिँ पाखा पानी पर्ला पर्ला पनि हुन्छ हाम्रो शङ्कर दाजुलाई टिकटक लाइभ जब हाले त दाइले कृपया ट्याप ट्याप गरेर सबैले साथ दिनु होला मिस्टर सन्तोषलाई हुनुहुन्छ सन्तोष तपाईँले त्यत्रो टाइम फोन गरेर हाम्रो दाइजी पनि टिकटक लाइभमा हानिदिइरहेको छ फेरि मलाई एन्सर दिनु भएन के हो सन्तोष दाजु कुरा हामी चाहिँ अब आज खिले भाइ अब 15 तारिक घर जाँदैछ त्यही भएर चाहिँ खिले भाइलाई हामी पाहाड घुम्न जाँदैछौँ होइन हामी यहाँ ठुलो पाहाडमा पनि छौँ होइन यात्राका सर अब बाँकी हो सर यतै हो डाँडा पाखा हो तपाईँलाई तपाईँले एन्सर दिनु भएन मलाई एसएमएसमा रिप्लाई पनि दिनु भएन फोन गरेको मैले यहाँ चाहिँ अब सबै खसीको मासु खाइरहेको छ यहाँ माथि त भात पनि डढाएछ मोराहरूले कृपया लाइन साइन छ अब्बाको लाइन्समा धन्यवाद छ है कतिखेर सुत्दिएको सन्तोष दाइ आउँछौँ बिस्तारै हामी है सबैजना लोड धेरै भयो क्या हो अघि पानी पर्ला पर्ला जस्तो छ होइन पानी पर्ला होइन परिसक्यो नि आउँछौँ हामी बिस्तारै 4 साढे 4 बजी आइपुग्छौँ हामी यता मात्रै परेको होला क्या पानी त उता हेर्नुहोस् है अब्बाको दृश्य अब आजको मस्त ढल्दिरहेछ हाम्रो दाइजी फेरि सबैले ट्याप ट्याप ल हामी चाहिँ अर्को ठाउँमा फेरि यहाँ अब दामी देख्दो रहेछ त दाइ चिन्ता छेरीका बबाल देख्दो रहेछ त यहाँ हेर्ने हो टप्प परेको सलामवालेकुम यस्तो देख्दो रहेछ डेन्जर ठाउँमा देख्दै रहेला अभी कुल्लू खेतीको लागि पनि एकदम उपयुक्त ठाउँ यता चाहिँ फेरि टनेल सनेल बनाएर टमाटर अर्ग्यानिकवाला च्याट्ट पारेर यतातिर हुन्छ यस्तो छ बुढो त सुत्दै बबाल छ है ठाउँ चाहिँ बबाल छ यो त अब्बा होइन यहाँ त अब झन्डा देखिसक्यो उठेको दाइ उठेको उठेको है सुतेको 2 मिनट निदाइ होला कान थुनेको भएर भएन त्यहाँ अहिले त्यहाँ जानुपर्छ हुन्छ ल अन्त
यसलाई यहाँको हावा खानुपर्छ क्या ल झर्नु कति सोध्नुहुन्छ हामी मासतिर डाँडाबाट घुम्दै घुम्दै अब चाहिँ हामी चाहिँ यतातिर झरिसकेको छौँ म यस्तोतिर यहाँ झन् मिठो ठाउँ रहेछ हौ के गर्नु भएको हौ दाइ राउन्ड न हामी चाहिँ माथितिरको डाँडाहरू राउन्ड गरेर यतातिर आइसकेको छौँ अलिक मर्की लगाएर आज अलिक स्वादै लागेन के त्यही भएर यता जिजानतिरको बाटो छ फेरि अब यहाँ हल्का भिडियो सिडियो बनाउनु पर्ने हुन्छ के सो यो चाहिँ अब हामी चाहिँ जाँदैछौँ अब हामी बल खेल्नु पनि जानुपर्ने हुन्छ कि त्यही भएर अलिक ढिलो ढिलो हुन्छ सो हामी चाहिँ अब चट्ट लगाएर जान्छौँ सो भ्लगलाई चाहिँ धेरै व्यवस्था गर्नुपर्ने हुन्छ होइन अहिलेसम्म हेरेर बस्नुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद भन्दै होइन अब अर्को भ्लगमा भेट्ने त गाइजहरू सी यू नेक्स्ट भ्लग गाइज बाई बाई